40 सालको हर्क गुरुङको प्रतिवेदन क्याबिनेटमा पेश भएको 15 मिनटभित्रमा एमबिसीमा पुग्यो अघि प्रधानमन्त्रीले नै पठाएको अघि। अब दिवान सिंह राई हो या ध्यानबहादुर राईको पिएले बारम्बार डकुमेन्ट बेचेको त ग्रीष्मबहादुर देवकोटाको किताबमा छापिएकै छ अघि भने यो त्यसकारण नयाँ कुराहरू होइन। तर एकपल्ट फँसेको मान्छेलाई प्रयोग गर्छ र पनि कुनै पनि किसिमले फसाउँछ होइन, फसाउँछ। र ती प्रयोग भइरहन्छन्, प्रयोग भएको कुरा नदेखिने मात्रै हो बाहिरबाट, कहिलेकाहीँ मात्रै साह्रै क्रुसियल बेलामा टड्काएर हुने मात्रै हो। तर हुन्छ। अनि मुख्य कुरा के हो भने जो मानिस बिकेको हुँदैन त्यसको राजनीतिक उठानै हुँदैन, जुनसुकै पनि। त्यसो भए त अनि राजनीतिमा लाग्नु भनेकै बिक्नलाई लाग्नु भन्ने सन्देश जाला नि। करिब त्यही नै हो, करिब त्यही नै हो। नेपाल जस्तो भू रणनीतिक भू सामरिक अवस्थितिमा कि जहाँसुकै हाम्रो जस्तो स्थितिमा, किनभने तपाईँको हेर्नुहोस् न, तपाईँको जस्तो कि मोहन वैद्यलाई म हेर्छु, मैले एउटा नामै तोकेर भने, उनको बोल्सिवी क्रान्ति गर्छु भन्ने सपना त होला, हुन्छ भन्ने। तर आजको हालत के छ? केही पनि छैन। पछाडि 5 जना मान्छे मलाई लाग्छ सिपी गजरेल भए करिब कोही पनि छैन। यो हालत किन छ? किनभने कतै नबिक्या हुनाले अथवा बिक्न नचाहेको हुनाले होइन, नबिक्या हुनाले उठान हुँदैन। सिद्धान्त लिएर चुपचाप लाएर बसिरहने हो होइन। जबकि अहिलेका सबै घगडानहरूका गुरु हुन् होइन। त्यसैले बडो चाहिँ प्रमोद भण्डारीजीहरूले सजिलो गरिदिनु भएको छ मलाई। तपाईँले भने जस्तै बाबुराम भट्टराईको औचित्य सकिया हो अथवा यो कर्णालीमा पुगेर दौरा सुरुवाल लाउनुको अर्थ त्यसले दिने सन्देश के हो? एउटा रुमानी उडानमा हो कि के हो भनेर सोध्नु। हेर्नुहोस्, म त तपाईँले कुन बाबुरामको नाम लिनुभयो कि पूर्व प्रधानमन्त्री थाहा छैन मलाई। मैले त 3टा बाबुराम मात्रै मलाई थाहा छ। एकजना बाबुराम आचार्य, एकजना खरदार बाबुराम ढुङ्गाना भन्ने हुनुहुन्थ्यो, पहिलाको राजनीतिज्ञ पुण्यप्रभा देवी ढुङ्गानाको ससुरा। एकजना बाबुराम शर्मा भन्ने थिए, भित्ते पात्र निकाल्थे थिए नि, ज्योतिष दैवज्ञ बाबुराम शर्मा। मलाई त्यति थाहा छ, मलाई अरू थाहा छैन। योभन्दा थप टिप्पणी नगरौँ। टिप्पणी नगरौँ। देशले थाहा नपाएको भए राम्रो हुन्थ्यो भन्न खोज्नु भएको तपाईँ। पुष्पकमल दाहाल, पुष्पकमल दाहालको बारेमा मेरो एउटा धारणा छ कि पुष्पकमल दाहाल अहिले नेपालको राजनीतिमा सबैभन्दा चलाख मान्छे हो होइन। ओली बराबर नै हो, बरु 2 जनामा 19-20 होला। त्यति चलाख मान्छेहरू छैनन्। र कुख्यात कि विख्यात दुईटा शब्द हुन्छन् नि। होइन, म कुख्यातै पनि भन्दिनँ, मलाई राम्रै अर्थमा मैले भने हो होइन। कहिलेकाहीँ के हुन्छ भन्दाखेरि मान्छेको खुबीको त प्रशंसा गर्नुपर्छ अघि। र उहाँमा एउटा लचिलोपन पनि छ होइन। तर माओवाद भन्ने नै एउटा यस्तो एउटा स्कुल हो कि त्यो विध्वंसात्मक हो, त्यसले राम्रो कुरा हुन दिँदैन है, राम्रो कुरा हुन दिँदैन। अब त्यो राजनीतिको उहाँ अगुवा हो, त्यही हो मैले भन्ने कुरा। ओली ओलीपछि अरू कसैको बारेमा कमेन्ट नगरौँ है त। त्यसपछि ओलीको लास्ट आउँछ अगाडि जाउँ। माधव नेपाल होइन, म भन्दिनँ, मैले जे भन्नुपर्ने भनिसकेँ। ओलीको चाहिँ के छ भने अब ओलीले गर्ने कुरा खासै म त्यस्तो केही देख्दिनँ नेपालको राजनीतिमा। अब चाहिँ अघि होम पोलिसीको मैले कुरा गरिहालेँ, फरेनको पनि जे हुने हो त्यति भइसक्यो। तर उहाँ रहनुहुन्छ एउटा टाइमसम्म पावरमा। किन रहनुहुन्छ भने अहिले प्रतिपक्ष छँदै छैन नेपालमा, प्रतिपक्ष भन्ने कुनै पार्टी छैन है। औपचारिक रूपमा कोही होला हाउसमा है। अनि ल ठिक छ, उहाँले गर्न सक्नु भएन भन्दा पनि आउने पुष्पकमल दाहाल हो। पुष्पकमल दाहालले सरकार चलाएको वास्तवमा बहुसङ्ख्यक नेपालीले चाहँदैन है, चाहँदैन। अनि अरू को विकल्प छ त? त्यसैले चित्त नबुझे पनि बरु रहिराखुन् भन्ने नै नेपाली जनताको मनमा छ। चित्त नबुझे पनि विकल्प नदेखेको हुनाले अघि। र जस्तो रामचन्द्र पौडेल, कमल थापा, चित्रबहादुर केसी, तपाईँले एक्सपेक्ट गरेको भन्दा बढी मैले बरु दिएँ। चित्रबहादुर केसी, नारायण होइन, माधव नेपाल,
झलनाथ खनाल र वामदेव राजनीति छोडेर भेडा चराउन गए हुन्छ। नेपाली जनताले खोजेको यही हो। यो बरु यो लट गइदियो केही गरी भने अनि बरु सङ्लो हुन्छ र अरू बरु च्यालेन्जरहरू आउलान्, एउटा ग्याप देखिन्छ, कन्ट्रास्ट देखिन्छ, अरू च्यालेन्जर आउलान्, बरु केही कुरा होला। के अनौठा नाम पनि सोध्नु भएको छ उहाँहरूले, रविन्द्र मिश्र, गगन थापा, टिप्पणी नगर्ने भने सकेपछि नजाउँ।